गुड मर्निङ अनि सुप्रभात प्रिय परिवारजनहरू अनि जति पनि यस सन्देशलाई सुन्दै हुनुहुने सबै मित्रहरू तपाईहरु सबैलाई आज बिहानीको यो भक्ति सन्देशमा स्वागत गर्न चाहन्छु। विशेष गरी यो सन्देश बनाउनको पछाडिको उद्देश्य चाहिँ हाम्रो सम्बन्धलाई अझै मजबुत गराउने अनि त्यसको बीचमा सानो सानो खाली ठाउँलाई भर्दै गएर चाहिँ हाम्रो सम्बन्धलाई बिल्डअप गर्ने अनि बनाउने जाने कुरोहरूको विषयमा म हजुरसँग बात गर्न गइरहेको छु र आशा गर्छु तपाईले यसलाई सुन्नुहुनेछ अनि अरूलाई पनि यस सन्देशबाट केही उत्साह पुग्नेछ भन्ने आशा गर्दछु। र आजको सन्देशको मुख्य टपिक चाहिँ के छ भन्दाखेरि चाहिँ सम्बन्धमा अप्रिसिएसन हामीलाई चाहिन्छ। यदि कसैले तपाईलाई सोध्यो तपाईको निम्ति सबभन्दा महत्त्वपूर्ण कुरो के हो भनेर भन्यो भने हामी सायद भन्छौँ होला मेरो लागि मेरो जब, मेरो फ्युचर, मेरो परिवार, मेरो प्रिय मित्रहरू या मेरो बिजनेस या मेरो ड्रिम्स है धेरै कुराहरू हाम्रोमा महत्त्वपूर्ण लाग्ने कुराहरू छन्। तर एकछिन पज गरेर रोकिएर तपाईले यो कुरो सोच्नुभयो भने हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरो सायद त्यो कुरो हुन सक्छ अनि जरुरी पनि छ। तर हाम्रो निम्ति सबभन्दा महत्त्वपूर्ण कुरो चाहिँ के भनेर सोच्दाखेरि चाहिँ सम्बन्ध चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरो हुन्छ अनि जुन चाहिँलाई चाहिँ हामी आजको युगमा आजको समयहरूमा चाहिँ हामीले त्यति साह्रो महत्त्वपूर्ण दिँदैनौँ। आजभन्दा 70-80 इयर्स अगाडि हेर्नुभयो भने इन्टरनेट वर्ल्ड त्यति साह्रो फेमस थिएन, फैलिएको थिएन, फिजिएको थिएन र एक दुसराको साथमा समय थियो, बातचित गर्ने मौका थियो, कसैले केही कुरो पकायो भने पनि सोध्ने गर्थ्यो होइन, हामी बातचित गर्ने गर्थ्यौँ, बोल्ने गर्थ्यौँ अनि सम्बन्धको सबभन्दा महत्त्वपूर्ण कुरो चाहिँ कम्युनिकेसन हो, बातचित गर्नु हो। अनि त्यो बातचितले चाहिँ विश्वास बढ्छ अनि त्यो विश्वासले गर्दाखेरि चाहिँ सम्बन्ध अझै मजबुत भएर जान्छ। कहिलेकाहीँ हाम्रो रङ कम्युनिकेसनले हाम्रो सम्बन्ध पनि बिग्रन सक्छ। तर आज म तपाईहरुलाई एउटा कुरो के भन्न चाहन्छु भन्दाखेरि चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा आजको युगमा यदि हामीलाई केही कुरो छ भने जुन चाहिँ कुरोमा चाहिँ हाम्रो ध्यान अझै बढी केन्द्रित गर्नुपर्छ भन्ने कुरो हो भने चाहिँ हाम्रो सम्बन्ध। अनि प्रिय मित्रजनहरू तपाईहरुलाई एउटा कुरो उत्साह गर्न चाहन्छु, हाम्रो सम्बन्ध बडो महत्त्वपूर्ण हुन्छ। चाहे मेरो परिवारसँग होस्, मेरो प्रिय मित्रसँग होस्, पतिको पत्नीसँग होस्, पत्नीको पतिसँग होस् या मेरो बससँग होस्, अनि हरेक कुरोमा हामी सम्बन्ध बडो महत्त्वपूर्ण छ। हामी सम्बन्ध नभएको व्यक्ति सायदै हामी जङ्गलमा एक्लै बस्न सक्दैनौँ। हामी काहीँ न केहीसँग जोडिएको हुन्छौँ अनि त्यसले गर्दा हामी सोसियल पर्सन भन्छौँ होइन, सामाजिक व्यक्तिहरू भन्छौँ। त्यसले गर्दाखेरि हामीलाई समाजको बिचमा राखिएको छ अनि त्यसले गर्दा हरेक कुरोहरू हामी जानेर बस्छौँ, त्यसको आधारमा हाम्रो जीवनलाई बनाउँदै जान्छौँ होइन। त्यो प्रकारले हामीले सोच्न सक्छौँ। र सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण आज के विषय लाग्छ भन्ने विषय चाहिँ के छ भन्दाखेरि अप्रिसिएसन, सहराउनु। हाम्रो आजको इन्टरनेट वर्ल्डमा यो संसारमा जुन चाहिँ व्यस्तताको जीवन छ, मानिसहरू सबै आफ्नो भविष्यलाई बनाउनमा लागिरहेको छ। जुन चाहिँ कुरो एकदमै महत्त्वपूर्ण छ त्यो बनाएन भने हामी पछि के गरेर खाने पनि भन्ने कुरो विषय पनि कुरा आउँछ। अनि त्यसले गर्दाखेरि सम्बन्ध को बीचमा यो हाम्रो व्यस्तताको, हाम्रो मोनोटोनस लाइफ, एकरो जीवन जुन चाहिँ लागेको छ, एक समयको जीवन, एक ठाउँको जीवन, एउटै प्रकारको जीवन जुन चाहिँ प्रकारको हामीले बिताइरहेको हुन्छ, हामी अफन त्यो जीवनको पछाडि चाहिँ एउटा कुरो हामी के बिर्सिरहेको हुन्छ भन्दाखेरि हाम्रो साथमा पनि कोही छ, मेरो पनि आफ्नो कोही छ जसले मलाई घरमा पर्खिरहेको छ, जसले मलाई जन्माएको छ, जसले मलाई होइन, जसको द्वारा म जन्मिएको छु या त होइन, जसद्वारा चाहिँ मेरो जीवन चल्दैछ, जसले चाहिँ मेरो अन्तिमसम्म मेरो साथ दिन्छ। अफन त्यो व्यक्तिहरूलाई हामी अप्रिसिएट गर्न पढाउँछौँ। किन अप्रिसिएसनको जरुरत छ त? अप्रिसिएसनको किन जरुरत छ? हामीलाई सहराउनु भन्ने कुरो या त प्रशंसा गर्नु किन जरुरत छ भन्दाखेरि आई थिङ्क वान अफ द मोस्ट इम्पोर्टेन्ट पार्ट हाम्रो सम्बन्धको विश्वासमा चाहिँ एउटा कुरो के हुन्छ भन्दाखेरि चाहिँ अप्रिसिएसन। किनभने अप्रिसिएसन जब हुँदैन, हामी कसैले गरेको कुरो
को भ्याल्यु गर्दैनौँ अनि कसैले गरेको कुरो भ्याल्यु गरेन भने हामी सम्बन्धको पनि भ्याल्यु गर्दैनौँ। अनि सम्बन्धको भ्याल्यु नगर्दा त्यसले गर्दा जब चाहिँ त्यो व्यक्ति त्यो तपाईँको आफन्त टाढो भएर जान्छ त्यति बेला चाहिँ त्यो व्यक्तिलाई सायद तपाईँ भेटाउन पनि सक्नुहुन्न होला होइन। त्यसले गर्दाखेरि हाम्रो निम्ति अप्रिसिएसन एकदमै जरुरी छ। म तपाईँलाई बाइबलबाट एउटा घटना बताउन चाहन्छु अनि त्यसको पछि चाहिँ म यो सन्देशलाई यहाँनिर म बन्द गर्नेछु। अनि बाइबलको घटनामा चाहिँ के छ भन्दाखेरि मत्तीको 3को 17मा जहाँनिर चाहिँ येशू ख्रीष्टको बप्तिस्मा हुन गइरहेको छ। येशू ख्रीष्ट जो सर्वशक्तिमान परमेश्वर जसको द्वारा चाहिँ यो सारा सृष्टि बनाइयो, उहाँ परमेश्वर चाहिँ साक्षात् मानिस बनेर यो संसारमा 2025 वर्ष अगाडि यहाँ आउनुभएको थियो। अनि उहाँको जब बप्तिस्मा हुँदाखेरि यूहन्नालाई बप्तिस्मा गर्न लगाउँछ अनि उहाँलाई बप्तिस्मा गरिन्छ। जस्तो बप्तिस्मा गरेर पानीमा डुबाएर माथि उठाउँछ, पवित्र आत्मा ढुकुरको रूपमा आउँछ अनि माथिबाट स्वर्गीय पिताले चाहिँ के भन्नुहुन्छ भने यी मेरो प्रिय पुत्र हुन् अनि उहाँसँग म प्रसन्न छु। वाउ, प्रशंसा। एकछिन सोचिरहनुहोस् त, साक्षात् परमेश्वर प्रभु येशू मसीह आफ्नो धरतीको सेवाकाई सुरु गर्नुभन्दा अघि चाहिँ पिताबाट प्रशंसा पाइरहेको छ, अप्रिसिएसन पाइरहेको छ, पिताबाट एउटा प्रोत्साहन पाइरहेको छ भन्दाखेरि चाहिँ आज हाम्रो सम्बन्धमा चाहिँ कति जरुरी छ होला होइन। हरेक कुरोमा हामी अप्रिसिएट गर्नु, प्रशंसा गर्नु। थ्याङ्क यू भेरी मच, तिमीले मेरो लागि कति गर्छौ, थ्याङ्क यू, कति मिठो बनायो, थ्याङ्क यू, तिमीले मेरो लागि यो काम नगर्दै भए सायद म कहिले पनि यो गर्न सक्दिनँ, कसैको द्वारा म गर्न सक्दिनँ थियो, तिमी नभएको भए यो कुरो हुन सक्दैन थियो, थ्याङ्क यू, धन्यवाद, तिमीले यो गरेको उपकार म कहिले पनि बिर्सिँदैन। कति ढुक्क लाग्यो, आनन्द लाग्यो, यदि तिमी नभएको भए यो कुरो हुन सक्दैन थियो, तिमी थियौ र त यो कुरो भयो। हाम्रो सम्बन्धमा यी अप्रिसिएसन्सहरू एकदमै जरुरी छ, जसले चाहिँ हाम्रो सम्बन्धलाई अझै गहिरो र मजबुत बनाउँदै जान्छ अनि विश्वासमा अझै हामी बढ्दै जान्छौँ अनि हाम्रो सम्बन्ध चाहिँ अझै स्ट्रङ बनिँदै जान्छ। जब हामीले कसैले केही कुरो सानोभन्दा सानो कुरो गर्दाखेरि हामीले उसलाई अप्रिसिएट गर्छौँ, प्रशंसा गर्छौँ होइन, सहराउँछौँ भने उसले गरेको कुरो सायद राम्रो हुँदैन होला, तर त्यो अप्रिसिएसनले गर्दाखेरि नेक्स्ट टाइम उसले अझै बेटर गर्ने कोसिस गर्छ अनि उसले आफ्नो जीवनमा त्यो कुरोलाई बुझेको हुन्छ अनि सोचेको हुन्छ कि ओह मैले गरेको यति ठुलो अप्रिसिएट पाएँ मैले, म अझै बेटर गर्छु अनि उसको नजदिकता चाहिँ तपाईँसित अझै घनिष्ठ हुँदै जान्छ। अनि जस्तो बाइबलले भन्छ नि, जस्तो तिमीले अरूले गरेको चाहन्छौ त्यस्तै तिमीले पहिला गर भनिन्छ होइन। त्यसले गर्दा हामी पहिला अप्रिसिएट गर्छौँ अनि त्यसको पछि चाहिँ हामीले गरेको कुरोहरूमा पनि हामीले अप्रिसिएसन पाउने एक्सपेक्टेसन हामी राख्न सक्छौँ। हुन्छ प्रिय परिवारहरू, तपाईँहरूलाई हामी उत्साह गर्न चाहन्छौँ। यो एउटा सिम्पल सानो एउटा टुल्स मध्ये एउटा सानो टिप्स मध्ये सम्बन्धलाई जलवन्त राख्नुको लागि, झरिलो राख्नुको लागि अनि मजबुत बनाएर राख्नुको लागि ल आज एकजना व्यक्ति चुन्नुहोस् जसलाई तपाईँले अप्रिसिएट गर्नुहोस् अनि उसको रियाक्सनलाई हेर्नुहोस् कस्तो लाग्दछ तपाईँलाई अनि मलाई कमेन्ट्स गरेर भन्नु होला। ओके, गड ब्लेस यु, टेक केयर। भोलि फेरि भेट्नेछौँ।